हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी तीनजना एकदमै एक्साइटेड भएर कलेज गइरहेको थियौँ। र एक्साइटेड चाहिँ किन भन्दाखेरि चाहिँ आज हाम्रो कलेजमा एकदमै चर्चित कलाकारहरू आउनुहुँदैछ। सिक्किमबाट इन्स्टाम्यान जिटिके अनि उहाँको ग्रुप हो तौ चिन्नुभयो होला नि। अनि त्यसपछि अनमोल गुरुङ सर, उहाँ चाहिँ कालिम्पोङबाट हुनुहुन्छ र उहाँ एकदमै राम्रो सिङ्गर हुनुहुन्छ र उहाँहरू सबैजना आज हाम्रो कलेजमा आउनुहुँदैछ। आज हाम्रो कलेजमा सानो प्रोग्राम पनि राखेको छ। सो स्टे ट्युन गाइस, म तपाईँहरूलाई सबै भिडियोद्वारा देखाउने छु। र हामी चाहिँ अडिटोरियम हलको बाहिर पर्खिरहेको छौँ र हामी यहाँ अडिटोरियम हलभित्र एन्टर भएर हामी तीनजना आफ्नो सिट रिजर्भ गरेर बसिसकेको छौँ र पर्खिरहेको छौँ कलाकारहरूलाई। सो फाइनली हाम्रो कलाकारहरू आइसक्नु भएको छ। देख्न सक्नुहुन्छ अनमोल गुरुङ सर, इन्स्टाम्यान जिटिके, इन्सेन अनि अघि र उहाँहरू पनि बसिसक्नु भएको छ आफ्नो प्लेसमा। र यहाँ अब पालो रहेको छ वेलकमिङको र इन्सेन आउनुभएको छ फर्स्ट अफ अल। अनि उहाँलाई खदा अनि गिफ्टको साथमा उहाँलाई वेलकम गरिसकेको छ हामीले। हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर इन्सेन। अनि त्यसपछि हाम्रो अघि आउनुभएको छ, हाम्रो प्यारो अघि। त्यसपछि उहाँलाई चाहिँ धेरै गरम भएछ गाइज, अनि देख्न सक्नुहुन्छ उहाँलाई। अनि त्यसपछि उहाँलाई पनि खदा र गिफ्टको साथमा वेलकम गरिसक्नु भएको छ हाम्रो सरले। देख्नुभयो। त्यसपछि हाम्रो गाउँको दाजु वान एन्ड ओन्ली इन्स्टाम्यान जिटिके, उहाँलाई पनि हामीले एकदमै राम्रोसँग वेलकम गऱ्यौँ र उहाँले आफ्नो आइकोनिक पोज पनि दिनुभएको छ, यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले है। र उहाँलाई पनि हाम्रो डिरेक्टर सरले खदा र गिफ्टको साथमा वेलकम गरिसक्नु भएको छ हाम्रो इन्स्टाम्यान जिटिकेलाई। त्यसपछि हाम्रो अब पालो रहेको छ अनमोल गुरुङ सर र उहाँलाई पनि हाम्रो डिरेक्टर सरले खदा र गिफ्टको साथमा वेलकम गरिसक्नु भएको छ। र त्यसपछि हाम्रो प्रोग्राम रहेको थियो सानो मिक्सिङ डान्स, वेलकमिङ डान्स। त्यसपछि हाम्रो एकजना स्टुडेन्टले एकदमै राम्रोसँग गीत गाउनुभएको थियो। यहाँनिर हाम्रो कथक डान्स पनि हुँदैछ र उहाँहरू चाहिँ हाम्रै डिपार्टमेन्टको स्टुडेन्टहरू हुनुहुन्छ। र त्यसपछि यहाँ क्वेसन राउन्ड भएको थियो र हामीले चाहिँ उहाँहरूलाई क्वेसन सोध्नुपर्ने, उहाँहरूले चाहिँ हामीलाई एन्सर दिनुहुने। र हामीले जति पनि क्वेसनहरू सोधेको थियौँ उहाँहरूले एकदमै राम्रोसँगले हाम्रो सबै क्वेसनको एन्सरहरू दिनुभएको थियो। तपाईँहरूलाई थाहा छ नि हाम्रो अघिदाले चाहिँ बिग बस गर्नुहुन्छ भनेर, र उहाँले चाहिँ बिग बस गर्नुभएको थियो। हामीले धेरै इन्जोय गऱ्यौँ। त्यसपछि हाम्रो यहाँ तीनजना स्टुडेन्टहरूले गीत गाउनुभएको थियो र हाम्रो यहाँ स्टुडेन्टहरूले अझै ग्रुप डान्स पनि लिएर आउनुभएको थियो र उहाँहरू एकदमै राम्रोसँग डान्स गरिरहनु भएको थियो। हामी पनि यहाँ इन्जोय गरिरहेको थियौँ, चेयरमा बसी हामी डान्स गरिरहेको थियौँ। र त्यसपछि हाम्रो डान्सर्सहरूले हाम्रो गेस्टहरूलाई पनि स्टेजमा लगेर डान्स गराइराख्नु भएको थियो र उहाँहरू पनि इन्जोय गरिरहनु भएको थियो। एकदमै राम्रोसँग डान्स गर्नुहुँदै थियो। र तपाईँहरूलाई थाहा छ नि हाम्रो इन्सेन दादा चाहिँ एकदमै राम्रोसँग डान्स गर्नुहुन्छ भनेर। उहाँको स्टेप हेर्न सक्नुहुन्छ तपाईँले, यस्तो दामी डान्स गर्नुहुन्छ है उहाँले। र उहाँले मात्रै नभएर हाम्रो इन्स्टाम्यान दादाले पनि एकदमै राम्रो डान्स गर्नुहुन्छ, तपाईँहरूले देख्न सक्नुभयो नि। र हाम्रो अघि दादाले पनि एकदमै राम्रो डान्स गर्नुहुन्छ है गाइस। र त्यसपछि हाम्रो अनमोल गुरुङ सरले हामीलाई एक दुईवटा गीतहरू सुनाएर हामीलाई एकदमै इन्जोय गराइराख्नु भएको थियो। र त्यसपछि हाम्रो सबैजना गेस्टहरू मिलेर गीत गाउँदै डान्स गर्दै अनि हाम्रो अघिदाले बिग बस गरेर हामीलाई एकदमै इन्जोय गराइराख्नु भएको थियो। उहाँहरू एकदमै स्विट हुनुहुन्छ। र त्यसपछि हेर्नु सक्नुहुन्छ इन्सेन दादाको आफ्नै स्टाइल डान्स स्टेप यस्तो दामी छ गाइस इन्सेन दादाको चाहिँ है। र त्यसपछि हाम्रो यो सबै प्रोग्रामहरू सकेर चाहिँ हाम्रो डिरेक्टर सरले सबैजनालाई भोट अफ थ्याङ्क्स दिनुहुँदै थियो। र अब हाम्रो चाहिँ प्रोग्राम सकिसकेको छ र हामी चाहिँ निस्क्यौँ। र हेर्नुहोस् न गाइस कति रात परिसकेको छ र अब चाहिँ हामी रुमतर्फ लागेको गाइस। सो बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ, लभ यु अल।